एउटा डाइनामिक लिडर, एउटा ऊर्जावान लिडर, जो कहिल्यै खाँदैन, जो कहिल्यै डराउँदैन, जो कहिल्यै हार्दैन र जसको कार्यकालमा संस्था गति लिएको छ र हामी गौरवान एवं भाग्यवान उहाँको हामीले यति ठुलो कामहरू संस्थाका साथ गर्न पाएका छौँ। एकचोटि स्तरीय अध्यक्षज्यूलाई अनुरोध गर्दै ताली बजाइदिनु होला। धन्यवाद। धन्यवाद। कार्यक्रम संचालक राष्ट्रिय लोक तथा औद्योगिक प्रतिष्ठान नेपालका महासचिव आदरणीय शिव हमालज्यू, पुरुषोत्तम नेउपाने साङ्गीतिक साँझ 2081 कार्यक्रमका प्रमुख अतिथि, नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङज्यू, पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यज्यू, संस्थाका संरक्षकज्यूहरू, सल्लाहकारज्यूहरू, सम्मानार्थ सदस्यज्यूहरू, विभिन्न पालिकाका आदरणीय प्रमुख एवं प्रतिनिधिज्यूहरू, संस्थापक, पूर्व निवर्तमान पदाधिकारी सदस्यज्यूहरू, मानार्थ सदस्यज्यूहरू, विभिन्न प्रदेश र जिल्लाका आदरणीय अध्यक्षज्यूहरू, पत्रकारज्यूहरू र हाम्रो यो कार्यक्रमलाई सफल बनाउनका निम्ति उपस्थित सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक नमस्कार। लोकगीत गीत मात्र होइन, यो त स्थानीय जीवनको एउटा विशिष्ट अभिव्यक्ति हो। सबै किसिमका कलाहरू मानव अनुभूतिका उच्चतम अभिव्यक्तिहरू हुन्, तर गीत सङ्गीत मानिसका खुसी, पीडा र जीवनका बहुआयाम अभिव्यक्त गर्ने मूल माध्यम हुन्। कला मानिसका विचार र भावनाहरू आदान प्रदान गर्ने एउटा सशक्त र प्रभावकारी माध्यम हो। कला संवादको एउटा सशक्त माध्यम पनि हो। संवादको सहयात्री बनेर मानव सभ्यताको विकाससँगै लोकगीत सङ्गीतको विकास र विस्तार हुँदै आएको छ। यो नेपाली संस्कृतिको अभिन्न पाटो हो। लोक दोहोरी गीत सङ्गीतको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने उद्देश्यले विश्रम 2057 सालमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लोकगीत सङ्गीत र लोककलाको क्षेत्रमा क्रियाशील नेपालको सबैभन्दा धेरै सदस्यहरू रहेको संस्था हो। संस्थाको हाल 7 प्रदेश समिति, 1 काठमाडौँ उपत्यका समन्वय समिति, 77 जिल्ला स्तरीय समिति तथा 10 वटा देशहरूमा शाखा समिति रहेका छन्। 8औं महाधिवेशनबाट निर्वाचित हामी केन्द्रीय समितिद्वारा तर्जुमा गरिएको वार्षिक कार्यक्रम अन्तर्गत अग्रज कलाकारहरूको सम्मान, लोक कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ लागिरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा यस वर्ष नेपाली लोक दोहोरी क्षेत्रका जाजो निर्माण क्षेत्र संस्थाका पूर्व केन्द्रीय अध्यक्ष संरक्षक वरिष्ठ लोक दोहोरी गायक तथा सर्जक श्रद्धेय अग्रज पुरुषोत्तम देउपानेज्यूको साङ्गीतिक साँझ पुरुषोत्तम देउपाने साङ्गीतिक साँझ 2081 कार्यक्रमको आयोजना गरिएको हो। श्रद्धेय संस्था पुरुषोत्तम देउपानेज्यूले आज आफ्ना 18 वटा गीतहरू प्रस्तुत गर्नुहुनेछ। कार्यक्रम अवधिभर हाम्रो साथमा रही कार्यक्रमको शोभा बढाइदिनु हुनेछ भन्ने अपेक्षाका साथ मुख्य प्रायोजक एनसिएल लगायत सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यहाँहरू सबैलाई यो भव्य समारोहमा हार्दिक स्वागत गर्दछु। स्वागतम स्वागतम स्वागतम। जय लोक दोहोरी, जय प्रतिष्ठान। धन्यवाद। धेरै धन्यवाद श्रद्धेय अध्यक्षज्यू। यो सार्वजनिक मन्तव्य, यो यहाँको आफ्नो पदीय मर्यादाप्रति एउटा कर्तव्य निष्ठा हामी सबैको लागि उदाहरणको एउटा विषय बनेको छ। राष्ट्रलाई धेरै धन्यवाद दिँदै अहिले पनि फेरि पुनः आसन बनाउन लागि मैले अनुरोध गर्दछु राष्ट्रिय लोक भजन सुरक्षा प्रतिष्ठानका केन्द्रीय महासचिव आदरणीय ठगेन्द्र पराजुलीलाई गालीगण्डकी गाउँपालिकाका उपप्रमुख सावित्रा कोइराला सुन्दरी आसन बनाउन लागि हार्दिक अनुरोध गर्दछु।
त्यसगरी कास्की जिल्ला कार्य समितिका सल्लाहकार तथा अग्रज गायिका दिदी लक्ष्मी सुवेदीजीलाई पनि अतिथि आसन गर्नलाई हार्दिक अनुरोध गर्दछु। मैले भनिरहेको छु यहाँबाट समग्र सबैलाई एकैचोटि नलेखिन सक्छ। अतिथिज्यूहरूको आगमन विभिन्न चरणमा आउने गर्छ। कृपया साथीहरू यो औपचारिक कार्यक्रममा औपचारिक मर्यादा भित्र राख्नु होला। ताली बजाउने एउटा सन्दर्भ हुन्छ, त्योभन्दा अनावश्यक हल्ला नगरिदिनु होला। राष्ट्रिय लोकसभा दौडीगीत प्रतिष्ठान जिल्ला कार्य समिति संहिताका सल्लाहकार नरेश केसीजीलाई पनि विशिष्ट अतिथि आसन ग्रहणलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अब भने औपचारिक कार्यक्रममा अगाडि बढाउने क्रममा राष्ट्रगानमा शरीक भइदिनको निम्ति आजका अध्यक्षज्यू, परमप्रमुखज्यू, विशिष्ट अतिथिज्यू, विशेष अतिथिज्यू लगायत सम्पूर्ण अतिथिज्यूलाई एकमुष्ट उठेर राष्ट्रगानमा शरीक भइदिनको लागि हार्दिक अनुरोध गर्दछु। तल माथि जहाँ भए पनि बाबु नानीहरूलाई सम्हालिदिनु होला। कृपया माथिल्लो रोमा माथिल्लो काकाजीलाई बाबु नानीहरू खेलिराख्नु भएको छ। प्राविधिक ज्ञान भूमि शान्ति भूमि ताराई पानी माला हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति संविधान जय जय नेपाल। धेरै धेरै धन्यवाद। यसलाई स्तरलाई एकैचोटि बसिदिनको लागि उभिदिनको लागि अनुरोध गर्दै अब फेरि हामी संस्थागत गानमा हामी शरीक भइदिनको लागि अनुरोध गर्दछौँ। प्राविधिक साथीहरू संस्थागत गान बुझाइदिनु होला। धन्यवाद। मैले पुनः अतिथि आसन ग्रहणलाई जोड्ने क्रममा राष्ट्रिय लोककथा दौडीगीत प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य लोकप्रिय गायक राजन गुरुङजीलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी निवर्तमान सचिव बसन्त